हामी धन, जीवन र सफलताको पछि दौडिरहेका हुन्छौं, होइन त? तर साँच्चै महत्त्वपूर्ण कुरा के हो? एउटा यस्तो पुरानो कथा छ जसले आज पनि हामीलाई झस्काउँछ। आउनुहोस् त्यही मूर्ख धनीको प्रसिद्ध उखानलाई अलिक गहिरेर हेरौं र यसले हाम्रो जीवनबारे के भन्छ त्यो बुझ्ने कोसिस गरौं। कल्पना गर्नुहोस् त, ए मूर्ख, आजै राति तेरो प्राण तँबाट मागिनेछ। कस्तो डरलाग्दो चेतावनी, होइन? यो एउटा वाक्यले नै यो कथाको पुरै सार बताउँछ। आखिर कसले पायो त यस्तो चेतावनी र किन? यो प्रश्नले हामीलाई हाम्रो जीवन र हामीले जम्मा गरेको सम्पत्तिबारे गहिरो सोचमा डुबाउँछ। ल, यो कथाको पृष्ठभूमि पनि एकदमै रोचक छ। यो सुरु हुन्छ एउटा सामान्य पारिवारिक झगडाबाट, सम्पत्तिको विवाद। यही घटनाले येशूलाई लोभको खतराबारे बोल्न प्रेरित गर्यो। उहाँले भन्नुभयो, होशियार, सबै किसिमका लोभबाट आफूलाई बचाऊ। यसबाट के बुझिन्छ भने यो कथा पैसाको होइन, पैसाप्रतिको हाम्रो दृष्टिकोणको हो। अब यहाँ लोभ भन्नाले हामीले सोचे जस्तो सामान्य कुरा होइन। यो अझै चाहियो भन्ने मात्र होइन, यो त त्योभन्दा गहिरो छ। यो त धनलाई नै आफ्नो मुक्तिदाता मान्नु हो, आफ्नो अन्तिम सुरक्षाको स्रोत। जब मान्छेले आफ्नो सुरक्षा पैसा र ब्याङ्क ब्यालेन्समा देख्न थाल्छ, तब उसले थाहै नपाई परमेश्वरको ठाउँमा पैसालाई राखेको हुन्छ। एक किसिमले भन्ने हो भने यो मूर्ति पूजा नै हो। त्यसो भए यो कथाको मुख्य पात्र, जसलाई मूर्ख भनिएको छ, उसको दिमागमा आखिर चलिरहेको के थियो त? उसको सोचाइ कस्तो थियो जसले उसलाई यस्तो ठूलो गल्ती गर्न लगायो? आउनुहोस् उसको मानसिकतालाई अलि चिरफार गरौं, किनभने उसको सोच नै उसको विनाशको कारण बन्यो। एउटा शब्द छ, व्यावहारिक नास्तिकता। उसको मानसिकतालाई ठ्याक्कै यही शब्दले वर्णन गर्छ। यसको मतलब के हो भने, मुखले त परमेश्वरलाई मान्छु भन्ला, तर जीवन जिउने तरिका, लिने निर्णयहरू सबै यस्ता हुन्छन् मानौ कि परमेश्वर भन्ने कोही छँदै छैन। खास गरी आफ्नो सफलताको श्रेय परमेश्वरलाई नदिनु, यही हो यसको मुख्य पहिचान। यो कुरा कथामा छर्लङ्गै देखिन्छ। एकछिन ध्यान दिनुहोस् है, त्यो धनी मान्छे कसैसँग कुरा गर्दैन, ऊ आफैसँग बोल्छ। उसको हरेक शब्दमा म र मेरो झुन्डिएको छ। मेरो उब्जनी, मेरो भकारी, मेरो धन सम्पत्ति। यस्तो लाग्छ उसको दुनियाँमा ऊ बाहेक अरू कोही छँदै छैन। हो, यही म र मेरोको भ्रमले नै उसको सबैभन्दा ठूलो गल्तीलाई उदाङ्गो पार्छ। उसले आफूलाई नै सबै कुराको कर्ताधर्ता ठान्यो, तर उसले के बिर्स्यो भने बाली उब्जाउने घाम र पानी त उसको नियन्त्रणमा थिएन नि। उसले सफलताको फल त देख्यो, तर त्यो फल दिने स्रोतलाई नै चटक्क बिर्सिदियो। समग्रमा हेर्दा उसको मानसिकतामा 3वटा ठूला खोट देखिन्छन्। पहिलो त अहङ्कार, आफ्नो सफलताको सारा श्रेय आफैलाई दियो। दोस्रो, सामाजिक गैर जिम्मेवारी, यति धेरै सम्पत्ति हुँदा पनि गरिब वा समुदायलाई बाँड्ने सोच उसमा कहिल्यै आएन। अनि तेस्रो र सबैभन्दा महत्त्वपूर्ण, आत्मिक दिवालियापन। उसले परमेश्वरको ठाउँमा भौतिक सम्पत्तिलाई राख्यो। अब यो म र मेरो भन्ने सोचको जवाफ कथाको सबैभन्दा शक्तिशाली सन्देशले दिन्छ। त्यो के हो भने, हाम्रो जीवन कति क्षणिक छ अनि हाम्रो हातमा वास्तवमा कति कम नियन्त्रण छ भन्ने कठोर सत्य। जब परमेश्वरले भन्नुहुन्छ तेरो प्राण मागिने छ, यो मागिने छ भन्ने शब्दमा नै गहिरो अर्थ लुकेको छ। यसले के देखाउँछ भने हाम्रो जीवन हाम्रो निजी सम्पत्ति होइन, यो त भनौँ न परमेश्वरले दिनुभएको एक किसिमको ऋण हो, अनि ऋण दिनेले जुनसुकै बेला फिर्ता माग्न सक्छ, होइन र? यो तुलनाले त झन् चित्रलाई छर्लङ्ग बनाउँछ। हेर्नुस् त, एकातिर त्यो मूर्खको सोच, मेरो जीवन मेरो नियन्त्रणमा छ, अनि ऊ धेरै वर्षसम्म मजमस्ती गर्ने योजना बनाउँछ। तर अर्कोतिर कथाले देखाएको वास्तविकता के हो? जीवन त एउटा ऋण हो, जुन आजै राति पनि फिर्ता लिन सकिन्छ। कति ठूलो भिन्नता! त्यसो भए के गर्ने त? यदि भौतिक सम्पत्ति यति धेरै अविश्वसनीय र अस्थायी छ भने वास्तविक धन चाहिँ के हो त? अब कथाले हामीलाई एक बिल्कुलै फरक अनि धेरै नै मूल्यवान धनको बारेमा बताउँछ। ल, यी दुई किसिमका धनलाई तुलना गरेर हेरौँ न। संसारको धन त्यो त मृत्युसँगै खत्तम, तर परमेश्वरतिरको धन चाहिँ अनन्तसम्म रहन्छ। संसारको धनको जग स्वार्थ र डरमा टिकेको हुन्छ, तर आत्मिक धनको जग प्रेम र उदारतामा। एउटाले मान्छेलाई घमण्डी बनाउँछ, अर्कोले विनम्र र आभारी।
अनि सबैभन्दा ठूलो फरक, एउटामा सुरक्षा ब्याङ्क खातामा खोजिन्छ भने अर्कोमा परमेश्वरको अनुग्रहमा। अब कुरा आउँछ यो अर्थपूर्ण र आत्मिक धन कसरी कमाउने त? यो खाली दर्शनको कुरा मात्र होइन, यसका लागि केही व्यावहारिक कदमहरू छन् जुन हामी सबैले चाल्न सक्छौं। यो धन कमाउने बाटोलाई हामी 4वटा बुँदामा हेर्न सक्छौं। नम्बर 1, कृतज्ञता। सबै कुराको स्रोत परमेश्वर हुनुहुन्छ भनेर मनैदेखि स्वीकार्नु। नम्बर 2, सामाजिक जिम्मेवारी। आफूसँग भएको कुरालाई अरू र समुदायसँग पनि बाँड्नु। नम्बर 3, भरोसा। आफ्नो सुरक्षाको लागि पैसामा होइन, परमेश्वरको अनुग्रहमा भर पर्नु। अनि अन्त्यमा नम्बर 4, सचेतता। जीवन एउटा ऋण हो जुन जुनसुकै बेला फिर्ता हुन सक्छ भन्ने कुरालाई सधैँ याद राख्नु। अनि अन्त्यमा एउटा प्रश्न हामी सबैको लागि। आजको यो भौतिकवादी संसारमा जहाँ सफलता भनेकै ब्याङ्क ब्यालेन्स र सम्पत्ति हो भनेर सिकाइन्छ, त्यहाँ परमेश्वरतिर धनी हुनुको वास्तविक अर्थ के होला? यो एउटा प्रश्न हो जसले हामीलाई हाम्रो जीवनको प्राथमिकता र अन्तिम लक्ष्यबारे गहिरोसँग सोच्न बाध्य बनाउँछ।